सहकारी ठगेर आएको होइन साथी, सिंहदरबार जलाएर आएको होइन, जनतासँग सङ्घर्ष गरेर आएको। दमका साथ भन्छु, यदि त्यो दम छ तिमीहरूसँग भने, अहिले पनि दम छ भने सिधै स्पष्ट कुराका साथमा भन्छु तिमीहरूलाई, दम छ भने तिम्रो अध्यक्षलाई, तिम्रो सभापतिलाई, तिम्रो गृहमन्त्रीलाई म सांसद हो, संसदमा जवाफ दे भन। छ दम छ, ल जवाफ दे भन। त्यो भएन क्लियरका साथ भन्छु। र अब अरू यो 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 सडक छापहरूको अगाडि लागेर केही हुनेवाला छैन। यिनीहरूको कामै त यो भुक्ने हो। र म जेल तोडेर जेल भागेर आएको होइन, यो कुरा याद गर तिमीहरू है, यो याद गर, दिमागमा डाल, टाउकोभित्र। म तिमीहरू जस्तै खराने ग्याङ, सहकारी ठगहरूको ग्याङ, गैँजडीहरूको ग्याङ र त्यस्तै आक्रमण गर्नेहरूसँग लडेर आएको। माननीयको लोगो लगाएर जनतालाई अपमान गर्न लाज लाग्दैन? विदेशमा आएर रौसीको नसामा लट्ठ भएर नेपालीहरूलाई नै अपमान गर्नलाई लाज लाग्दैन? जनताको मतलाई अपमान गर्ने खरानी ग्याङ, घन्टे ग्याङ भन्दै हिँड्नलाई लाज लाग्दैन? प्रत्यक्षमा जम्मा 1 सिट जितेर विश्वै जितेको जस्तो लाग्छ आफूलाई। राजाको नाम जपेर भोट माग्ने तिमी जस्तो अवसरवादीलाई जनताले राम्रोसँग चिनिसकेको छ र जनताको विवेकलाई गाली गर्ने तिमीसँग कुनै पनि अधिकार छैन। तथ्य बिनाको, प्रमाण बिनाको हचुवा र झुटो कुरा बोलेर जनतालाई चाहिँ भेडा सम्झिनु तिम्रो ठुलो भुल हुनेछ। र लाज भन्ने चिज अलिकति पनि छ भने आफ्नो हरकतलाई तुरुन्तै सच्याउनु, होइन भने ती सडक छाप जनताले सडकमा ल्याएर तिमीलाई धोबी हान्नेछ। बेलैमा होस पुर्याउँ।